तपाईं साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च, स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड, न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस्। www.plainfieldcs.com। यो लागि पाठ हो आइतबार असार 30 गते 2025। विषय: वास्तविकता। स्वर्ण पाठ। भजन सङ्ग्रह। परमप्रभुको आँखा धर्मी मानिसहरूमाथि हुन्छ, र मानिसको कान खुला छन्। उत्तरदायी पढाइ। हिब्रू। यसैले तिमीहरू सबैले येशूको बारेमा सोच्नुपर्छ। परमेश्वरले येशूलाई हामी भएकहाँ पठाउनु भएको छ अनि उहाँ हाम्रा विश्वासका प्रधान पुजाहारी हुनुहुन्छ जुन विश्वास हामीले राखेका छौँ। मेरा पवित्र दाजुभाइ, दिदी बहिनीहरूलाई म भन्छु, तिमीहरू परमेश्वरबाट बोलाइएकाहरू हो। यदि कसैले घर बनाउँछ तब मानिसहरूले घरलाई भन्दा घर बनाउनेलाई बढी आदर गर्छन्। त्यसै गरी मोसालाई भन्दा येशूलाई बढ्ता आदरको अधिकारी मान्नुपर्छ। हरेक घर कुनै मानिसद्वारा बनाइन्छ, तर परमेश्वरले सबै थोक बनाउनुभयो। तर परमेश्वरद्वारा सञ्चालित घरमा ख्रीष्ट एउटा विश्वसनीय छोरो जस्तो हुनुहुन्छ। हामी विश्वासीहरू परमेश्वरको घर हो। यदि हामी आफूमा भएको आशाप्रति निश्चिन्त र एर्गभित रहिरह्यौँ भने हामी परमेश्वरकै घर हो। त्यसैकारण पवित्र आत्मा भन्नुहुन्छ, आज यदि तिमीहरूले परमेश्वरको आवाज सुन्यौ भने। त्यसकारण दाजुभाइहरू र दिदी बहिनीहरू, होसियार बस जसमा कि तिमीहरूमा कोही पापी नहो। विश्वासलाई अस्वीकार नगरोस् र जीवित परमेश्वरलाई नछोडोस्। तर हरेक दिन एक अर्काको उत्साह बढाओ। आज नै यो गर। एक अर्काको सहायता गर जसमा कि कोही पाप र यसको कपटपूर्ण तरिकाले कोही पनि कठोर नबनोस्। हामी सबै ख्रीष्टका सहभागी छौँ। हामीले सुरुमा पाएको विश्वास अन्तसम्म थामिरह्यौँ भने यो सत्य रहनेछ। पाठ सेर्मन। बाइबलबाट समुएल। परमेश्वरले ती चिजहरू हेर्नुहुन्न हो मानिसहरूले हेर्छन्। मानिसले बाहिरी रूप मात्र हेर्छ, तर परमप्रभुले उसको हृदय हेर्नुहुन्छ। मत्ती। बप्तिस्मा दिने यूहन्ना कैदमा थिए। ख्रीष्टले गरेका सबै कुराहरू उनले सुने। अनि यूहन्नाले आफ्ना चेलाहरूलाई येशूकहाँ पठाए। यूहन्नाका चेलाहरूले येशूलाई सोधे, यूहन्नाले आउँदैछ भन्नुभएको मानिस तपाईँ नै हुनुहुन्छ, कि अरू कुनै मानिसलाई हामीले पर्खनु पर्ने हो? येशूले भन्नुभयो, यूहन्ना कहाँ जाउँ तिमीहरूले सुनेका र देखेको कुराहरू वर्णन गर। अन्धाहरूले फेरि दृष्टि पाउँछन्, लङ्गडाहरू हिँड्न सक्ने हुन्छन्, कुष्ठरोगीहरू शुद्ध हुन्छ, बहिराहरू सुन्न सक्ने हुन्छन्, मरेकाहरू जागा उठ्छन् अनि गरिब मानिसहरूलाई सुसमाचारहरू सुनाइदैछ। यदि कुनै मानिसले मलाई ग्रहण गर्छ भने त्यो धन्यको हो। मेरो कुरा सुन्न सक्ने तिमीहरूले यी कुराहरू सुन। यूहन्ना। त्यसैले येशू यहुदिया छोडेर गालीलतिर फर्कनुभयो। गालील जाँदा येशूलाई सामरिया देश भएर जानु पर्थ्यो। एउटी सामरी स्त्री कुवामा पानी भर्नु आए। येशूले तिनलाई भन्नुभयो, दया गरेर मलाई पिउने पानी देऊ। येशूले भन्नुभयो, मलाई विश्वास गर, नारी।
एक समय आइरहेको छ जब तिमीले पितालाई यो पहाडमा अथवा यरुसलेममा आराधना गर्ने छैनौ। तिमी सामरीहरू जे आराधना गर्दछौ त्यो जान्दैनौ। हामी यहुदीहरू के आराधना गर्दछौ त्यो जान्दछौ। मुक्ति यहुदीहरूबाटै आउँदछ। समय आइरहेछ जब सत्य आराधकहरू आफ्ना पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्। अनि त्यो समय आइसकेको छ। यस किसिमका आराधकहरूलाई नै पिताले चाहनुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ। यसैले जसले परमेश्वरलाई पुज्दछ उहाँलाई आत्मा र सत्यतामा नै आराधना गर्नुपर्छ। त्यस स्त्रीले भनी, म जान्दछु मसीह, ख्रीष्टलाई भनिन्छ, आउनुहुँदैछ। जब उहाँ आउनुहुन्छ, उहाँले हामीलाई प्रत्येक कुराको व्याख्या गर्नुहुनेछ। तब येशूले भन्नुभयो, एक जो तिमीसित बोलिरहेछु, म मसीह हुँ। तब त्यस स्त्रीले पानी भर्ने गाग्रो त्यतै छाडी र नगरतिर लागी। तिनले सहरवासीहरूलाई भनिन्, एकजना मानिसले मैले गरेको सबै कुरा बताइदिनुभयो। उहाँलाई हेर, के उहाँ ख्रीष्ट हुनु सक्छ? तब मानिसहरू सहर छाडे अनि येशू कहाँ गए। मत्ती। त्यसपछि केही फरिसीहरू र शास्त्रीहरू येशू कहाँ आए। तिनीहरू यरुसलेमबाट आएका थिए। तिनीहरूले भने, तपाईका चेलाहरूले किन हाम्रा पुर्खाहरूले बनाएको नियमहरू भङ्ग गर्दछन्? खानभन्दा अघि तिनीहरू हात धुँदैनन्। येशूले तिनीहरूलाई जवाफ दिनुभयो, तिमीहरू कपटीहरू हो। यशायाले तिमीहरूको बारेमा सही बोले। यशायाले भनेका थिए, यी मानिसहरू मलाई मुखले आदर गरे भन्छन्, तर तिनीहरूको हृदय मदेखि टाढा छ। तिनीहरूले मलाई अर्पण गरेको आराधना व्यर्थ छ। तिनीहरूले आफैले रचेका नियमहरू मात्रै पालन गर्न सिकाउँछन्। येशूले मानिसहरूलाई आफू कहाँ बोलाउनुभयो। उहाँले भन्नुभयो, म तिनीहरूलाई केही भन्छु, सुन र यसलाई बुझ। मर्कुस। उनीहरू यरीहो सहरमा आइपुगे। तब येशू आफ्ना चेलाहरू र अरू धेरै मानिसहरूसँग त्यो सहर छोड्दै हुनुहुन्थ्यो। एउटा अन्धो मानिस, बारतिमै नाम गरेको सडकको एक छेउमा बसिरहेको थियो। त्यसले सधैँ पैसा मागिरहन्थ्यो। त्यस अन्धो मानिसले नासरतदेखि येशू त्यतैतिर आउनुहुँदैछ भन्ने सुन्यो। त्यो चिच्याउन लाग्यो, हे येशू, दाउदका पुत्र, कृपया मलाई मद्दत गर्नुहोस्। धेरै मानिसहरूले त्यस अन्धो मानिसलाई हकारे अनि चुप लाग्नु भनेर निन्दा गरे। तिनीहरूले त्यसलाई केही नबोल्नु हुकुम गरे। तर त्यो अन्धो मानिस झन् चिच्याइ नै रह्यो, हे दाउदका पुत्र मलाई मद्दत गर्नुहोस्। येशू त्यही रोकिनुभयो अनि भन्नुभयो, त्यस मानिसलाई म कहाँ आउनु भन। अनि तिनीहरूले त्यस अन्धो मानिसलाई बोलाए। तिनीहरूले भने, खुसी हौ, येशूले तिमीलाई बोलाउनु हुँदैछ। त्यो अन्धो मानिस जुरुक्क गयो। उसले आफ्नो वस्त्र त्यही फ्याँकेर उफ्रँदै येशू कहाँ गयो। येशूले त्यस मानिसलाई भन्नुभयो, मैले तिम्रो निम्ति के गरेको चाहन्छौ? त्यो अन्धो मानिसले जवाफ दियो, हे गुरुज्यू, म फेरि मेरो दृष्टि चाहन्छु। येशूले भन्नुभयो, जाऊ, तिमी निको भयौ किनभने तिमीले विश्वास गर्यौ। पछि त्यस अन्धो मानिसले फेरि दृष्टि प्राप्त गर्यो। र त्यसले येशूलाई नै पछ्यायो। यूहन्ना। त्यसपछि येशू फेरि आफ्ना चेलाहरू समक्ष देखा पर्नुभयो। त्यो तिबिरियास झिलको छेउमा भएको थियो। यो यसरी हुन गयो, केही चेलाहरू भेला भएका थिए। तिनीहरू सिमोन पत्रुस, थोमा, दिदुमस भन्ने
गालिलको काना नथानेल, जबदीका 2 छोराहरू र अन्य 2 जना उहाँका अन्य चेलाहरू त्यहाँ थिए। सिमोन पत्रुसले भन्यो, म माछा पक्रन जान्छु। अरू चेलाहरूले भने, हामी तिमीसितै जानेछौ। तब सबै चेलाहरू गए र डुङ्गामा चढे। त्यस रात तिनीहरूले केही पक्रन सकेनन्। अर्को मिरमिरे बिहानमा येशू किनारमा उभिनुभयो। तर चेलाहरूले येशू हुनुहुन्थ्यो भनेर चिनेनन्। तब येशूले तिनीहरूलाई भन्नुभयो, साथीहरू हो, तिमीहरूले कुनै माछा पक्रियो? येशूले भन्नुभयो, माछा मार्ने जाल फ्याँक तिमीहरूको डुङ्गाको दाहिनेपट्टि। तिमीहरू त्यहाँ केही माछाहरू पाउनेछौ। तिनीहरूले त्यसै गरे। तिनीहरूले यति धेरै माछाहरू पक्रे कि तिनीहरूले डुङ्गातर्फ जाल तान्न पनि सकेनन्। येशूले प्रेम गर्नुहुने चेलाले पत्रुसलाई भने, ती मानिस प्रभु हुन्। पत्रुसले ती मानिस प्रभु हुन् भनेको सुने र आफ्ना ओढनी बेरेर पानीमा हामफाले किनभने तिनले काम गर्नलाई लुगा खोलेका थिए। येशूले तिनीहरूलाई भन्नुभयो, अनि खाऊ। कुनै पनि चेलाहरूले उहाँलाई सोध्ने आँट गरेनन्, तपाईँ को हुनुहुन्छ? तिनीहरूलाई उहाँ प्रभु नै हुनुहुन्छ भनेर थाहा थियो। येशू जानुभए अनि रोटी लिनुभयो। उहाँले रोटी लिएर तिनीहरूलाई दिनुभयो। येशूले माछा पनि लिएर तिनीहरूलाई दिनुभयो। यशाया। यसै तिर्खाएका मानिसहरू, आऊ पानी पिऊ। पैसा छैन भनेर सुर्ता नगर। अघाउन्जेलसम्म खाऊ र पिऊ। तिमीहरूलाई पैसा चाहिँदैन, अघाउन्जेल खाऊ र पिऊ। खान र पिउनुको ज्याला लाग्दैन। मैले भनेका कुराहरूमा एकदमै ध्यान दिएर सुन। मेरो कुरालाई ध्यान दिएर सुन, तिमीहरूका प्राणहरू बाँच्नेछन्। म कहाँ आऊ र तिमीहरूसँग एक करार गर्नेछु जुन सदा सर्वदा रहनेछ। यो करार त्यस्तो हुनेछ जुन मैले दाउदसँग गरेको थिएँ। मैले दाउदलाई प्रेम गर्नेछु अनि सदा उप्रति उदार रहनेछु भनेर वचन दिएको थिएँ। अनि तिमीहरूले त्यो करारमाथि विश्वास गर्न सक्छौ। प्रकाश। स्मर्नाको मण्डलीका स्वर्गदूतलाई यो लेख तिनी एक जो आदि अनि अन्त हुन् तिमीहरूलाई यो कुरा भन्दैछन्। उनी नै एक हुन् जो मरे अनि फेरि मृत्युबाट जीवनमा फर्किआए। म क्रिस्चियन साइन्स टेक्स्टबुक साइन्स एन्ड म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य। ठिक तर्कको लागि त्यहाँ केवल एउटा तथ्य हुनुपर्दछ, खास आध्यात्मिक अस्तित्व अघि। सबै वास्तविकता परमेश्वर र उहाँको सृष्टि, सामञ्जन र अनन्त हो। उहाँले सृष्टि गर्नुहुने जुन उहाँ सफा हुनुहुन्छ, र उहाँले बनाएको सबै बनाउनुहुन्छ। आध्यात्मिक वास्तविकता सबै कुरामा वैज्ञानिक तथ्य हो। आध्यात्मिक तथ्य, मानिस र सम्पूर्ण ब्रह्माण्डको कार्यमा दोहोरिने संयमित छ र सत्यको आदर्श हो। आध्यात्मिक तथ्यहरू उल्टो हुँदैनन्, विपरीत भिन्नता, जसले आध्यात्मिकताको कुनै समानता हुँदैन, वास्तविक छैन। यसको विज्ञानमा हुने वास्तविकता बुझ्न र क्रमबद्ध गर्न, तपाईले भगवानलाई वास्तवमा सबै कुराको ईश्वरीय सिद्धान्तको रूपमा सुरु गर्ने पर्छ। आत्मा, जीवन, सत्य, प्रेम एकको रूपमा मिलेर। र परमेश्वरको लागि धर्मशास्त्रीय नामहरू हुन्। सबै पदार्थ, बुद्धि शक्ति, बुद्धि, अस्तित्व,
कारण र प्रभाव परमेश्वरकै हो। यी उसका गुणहरू हुन्, असीम ईश्वरीय सिद्धान्त, प्रेमको अनन्त अभिव्यक्तिहरू हुन्। उहाँको बुद्धिको कुनै ज्ञान बुद्धिमानी हुँदैन, कुनै सत्य होइन, कुनै प्रेम मनमोहक छैन, कुनै जीवन होइन तर ईश्वरीय हो, केही राम्रो छैन। तर जे बलो भगवान दिनुहुन्छ। हामी आत्माबाट जान्दछौँ, आत्मा, ईश्वरीय सिद्धान्त, र ख्रिस्ट र ईसाई विज्ञानको माध्यमबाट सिकाइन्छ। यदि यो विज्ञान राम्ररी सिकेको छ र राम्रोसँग पकाइएको छ भने हामीले सत्यताका साथ जान्न सक्दछौँ वा ग्रहणको हिसाब गर्न सक्दछ। यो दिमाग पर्ने झगडाको विपरीत हो। यो आध्यात्मिक समझको उज्यालो हो जसले आत्माको क्षमतालाई भौतिक अर्थमा होइन, आत्माको क्षमता प्रदर्शन गर्दछ। यो आत्माको अर्थ मानव दिमागमा आउँछ, जब पछिल्लोले ईश्वरीय दिमागमा उत्पन्न गर्दछ। त्यस्ता अन्तर्जिनले जे पनि कुरा प्रकट गर्दछ र संक्षेप गर्दछ र यसलाई राम्रो गर्न सक्षम पार्दे। तर खराब होइन। तपाईँ उपचारको सिद्ध विज्ञानमा पुग्नुहुनेछ जब तपाईँ यस तरिकाले मानव दिमाग पढ्न सक्षम हुनुहुन्छ र तपाईँले नाश गर्ने त्रुटिलाई चिन्नुहुन्छ। सामरी एमआईलाई भनिन्, एकजना मानिसलाई भेट्नुहोस् जसले मलाई ती कामहरू भनेका छन्, कि उहाँ ख्रिस्ट हुनुहुन्न। किनकि परमेश्वर सबै हुनुहुन्छ, त्यहाँ उनको नमुना जस्तो ठाउँ छैन। परमेश्वर, प्रेम मात्र सबै सृष्टि गर्नुभयो, र यसलाई राम्रो भनिन्छ। त्यसकारण खराब, भलाइको विरुद्ध खराब, अव्यावहारिक हो, र परमेश्वरको फल हुन सक्दैन। धर्मशास्त्रमा भनिएको छ, उहाँमा हामी बाँचिरहन्छौँ र हाम्रो अस्तित्व राख्छौँ। त्यसो भए के यो भगवानले परमेश्वरबाट स्वतन्त्र हुन सक्छ, जसले रोग र यसलाई निको पार्छ? यो के हो तर विश्वासको त्रुटि? भविष्यको दिमाग, सबै अर्थमा गलत छ। यो अमर दिमाग, सत्य र आध्यात्मिक व्यवस्थाको एक एरोबियोल हो। यो मानिस बिरामी बनाउने परमेश्वरको चरित्रको भलाइको आधारमा होइन। त्यसैले मानिसलाई आफूलाई निको पार्न छोड्नुहोस्। यो कुरा विचार गर्नु बेकार छ कि यस विषय दुवै हुन सक्छ, वा त्यो आत्माले रोगीहरू उत्पन्न गर्दछ र यसले रोग जगाउँदछ र यसमा समाधान हुन्छ। हामीले फार्मास्युटिकललाई त्याग्नु पर्दछ र ओन्टोलोजी लिनुहुन्छ। वास्तविक अस्तित्व, हामीले चिजहरूको बाहिरी भावना मात्र स्वीकार्नुको सट्टा यथार्थवादमा गहिरो हेर्नुपर्छ। कि हामी पाइन रुखबाट बीजहरू जम्मा गर्न सक्दछौँ, वा अस्तित्वको सम्बन्धमा सिक्न सक्छौँ? यद्यपि प्रायजसो तर्कसङ्गत केही अग्रणी भ्रमहरू छन् जुन अध्यात्मको सङ्ख्यामा सुधारको अभियान मार्फत कते। यसको नाम, भ्रममा केही पनि कुरा औल्याउँछ। यहुदी र अन्य दुवैको तीव्र कुराल इन्द्रियल भएको हुन सक्छ, तर मानिस जातिलाई आध्यात्मिक अर्थमा पढ्न सक्छ। येशू जान्नुहुन्थ्यो कि येशू आत्मिक र अपवित्र हुनु। आध्यात्मिक भन्दा भौतिक तवरमा हुन्थ्यो। भौतिकवादमा उनको जोड तीव्र थियो, तर आवश्यक छ। उनले कहिले पनि हाँसोको पात्रलाई पक्रेनन्। बालबालिकाहरूलाई उनीहरूको पहिलो पाठमा सत्य उपचार, क्रिस्चियन विज्ञान, सिकाउनुपर्छ, र रोगको बारेमा सिद्धान्तहरू वा विचारहरू छलफल गर्न वा मनोरञ्जन गर्नबाट रोक्नुपर्छ। त्रुटि र यसको पीडाको अनुभवलाई रोक्नको लागि।
आफ्ना बालबालिकाहरूको दिमागबाट पापपूर्ण वा रोगग्रस्त विचारहरू टाढा राख्नुहोस्। पछिल्लोलाई पहिलेको जस्तै सिद्धान्तमा बहिष्कार गर्नुपर्छ। यसले क्रिस्चियन विज्ञानलाई चाँडै उपलब्ध गराउँछ। केही अवैधहरू तथ्यहरू जान्दछन् वा पदार्थ र यस मामिलाको पापमा सुन्न वा सुन्न इच्छुक छैनन्। तिनीहरू आफैलाई उनीहरूको भौतिक देवताहरूमा अलि लामो समेट्छन्, जीवन र पदार्थको बुद्धिमानीलाई विश्वास गर्छन्, र केवल जीवित र साँचो भगवानले गर्न सक्ने भन्दा यो त्रुटिले उनीहरूलाई बढी गर्न पाउँदछन्। तपाईको विवरणको अधीनमा राख्नुहोस्। दिमागको विज्ञान अनुसन्धान गर्न नचाहने जसले उनीहरूलाई आफ्ना गुनासोहरू हटाउने। तिनीहरूले गलत विश्वासहरू अयाउनेछन्। मृत्युले परमेश्वर र मानव सृष्टिको बहुमत सहीहरू अधिक सही दृष्टिकोण प्राप्त गरेको छ, जुन पहिले अदृश्य थियो, जुन दृश्यमान हुनेछ। जब हामी जान्दछौँ कि जीवन आत्मा हो, कहिले पनि थाहा हुँदैन। यो समझदारी आत्मपूर्णतामा, परमेश्वरमा सबै कुरा पत्ता लगाउन र अरू कुनै चेतावनीको आवश्यकता पर्दैन। आत्मा र यसको गठनहरू हुनुको वास्तविकता मात्र हुन्। पदार्थ आत्माको माइक्रोस्कोप अन्तर्गत गायब हुन्छ। पाप सत्य र रोग र मृत्युद्वारा असुरक्षित छ। येशूले तिनीहरूलाई त्रुटिका प्रकारहरू साबित गर्नुभयो। आध्यात्मिक जीवन र धन्यको मात्र प्रमाणहरू हुन्, जसद्वारा हामी सत्यको अस्तित्वलाई चिन्न सक्दछौँ र अकट्ट आध्यात्मिक प्रेमबाट आउँदछौँ। जब हामी ईसाई विज्ञानमा बाटो सिक्छौँ र मानिसको आध्यात्मिक अस्तित्व सिक्छौँ, हामी परमेश्वरको सृष्टिलाई हेर्नेछौँ, पृथ्वी र स्वर्गका सबै महिमाहरू। मम्मी म्याकरबेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार 3वटा दैनिक कर्तव्यहरू पढ्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईको राज्य आओस्, ईश्वरीय सत्य, जीवन र प्रेमको शासन ममा स्थापित होस्, र मबाट सबै पाप हटाउन। र तपाईको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुन्नोखले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा, ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ। र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्, पापलाई हप्काउँदा, साँचो भ्रातृत्व, परोपकार र क्षमामा। यस चर्चका सदस्यहरूले दिनहुँ हेर्नुपर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ, भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनुपर्छ, र परमेश्वर, आफ्ना नेता र मानिस जातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा बेवास्ता गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ, र न्याय गरिनेछ वा दोषी हुनेछ।